वेलकम गाइस टु न्यू अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ हामी पोखराको एकदम नजिकै रहेको एकदम राम्रो ठाउँमा जाँदैछौँ, जसको नाम छ बुद्ध पार्क है। सो हेरौँ कस्तो रहेछ। एकदम टिकटकमा चाहिँ एकदम भाइरल देखा हो। अनि म यहीँ पोखराको मान्छे, अहिलेसम्म गएको छैन। सो हाम्रो बुद्ध पार्क आउन लागिसक्यो है। माथि हेर्नु सक्नुहुन्छ काँक्रोमाथि जहाँको टपमा छ भने त्यो गाउँ चाहिँ राम्रो जस्तो रहेछ है। एउटै सेम घर रहेछ कि यहाँ सेम घरहरू बगाल आइसक्यो। हामी चाहिँ बुद्ध पार्क जाने ठाउँ है। त्यहाँबाट माथि चढिदिनु हो। स्कुटरले तान्छ कि के गर्छ भन्ने हो क्या हाम्रो यहाँ। स्कुटरले तानेन भने के बनाएको होला हामीलाई। सो बुद्ध पार्क है। बाटो पाइयो साथीहरू, जाने ठाउँ त पाइयो, बट अब स्कुटरले तान्छ के गर्छ कि यार। टु बाटो यस्तो छ है। कच्ची रोड छ, रमाइलो हुन्छ कच्ची रोड चलाउनु जे भए पनि। यहीँको मान्छे आएन कि असल सोच्नु म नि आँथिनँ कि त्यो तल जाऊँ भनेको। नजिकको मान्छे चाहिँ आइन्न के, जे जस्तो होइन है। नजिकको भनेको चाहिँ के हुँदो रहेछ नि, कता माथि हो के यही बाटो होला है। हिँडेर जाने हो, जान्छ साधन माथिदेखि रोड राम्रै हिँडेर जाने ठाउँ त देखियो के टावर। ब्लग बनाउँदै जाऊँ नि होइन कि यो बाटो त होला कस्तो गार्जेनले समूह त बाटो ठाडो ठाडो चल्छ। हो के हो टर्निङ आउँछ भनेको कि त्यो उसमा जाने चाहिँ हामी ऊ जाँडा माथिदेखि नै सुतो उल्टो जाने रहन्छ भने भन्नु त हो कि। ठिक हुन्छ कि। सो हामी चाहिँ बुद्ध पार्क आइसक्यो है। हेर्न सक्नुहुन्छ टाढा चाहिँ कस्तो देखिरहेछ। सो नजिक जाउँ है। यो घरै बस्ने कपडा लाएर हिँड्यौँ हामी चाहिँ घुम्ने जस्तो ठाउँ। हेलो। सो पार्कमा रहेछ यता है। एक्सर्साइज गर्नु चाहिँ ठिक रहेछ ल बिहान आउँदा। बवाल रहेछ कि यहीँ नजिकै भएर नि अहिले हामी किन त्यही छोडेर भएन हो कि त्यहीमा छोडेबाट पनि पढेँ कि 5-6 वर्ष भइसक्यो है। तर यहाँ नआउने छोडेपनको गुप्तेश्वरीको आएन कि म त्यहीँको नि त्यहाँ पनि गएन कि। त्यस्तो हो क्या नजिकको भनेपछि है। टाढा चाहिँ गइन्छ। आइसक्यौँ हामी चाहिँ है। सो गेट चाहिँ बवाल छ। त्यो साथीको पारा यस्तो छ है। जाम भन्यो हिँड्दिएर हामी पनि। सिँढी त गर्नै पर्ने हो। सिँढी चाहिँ गर्नु त 1-2 भन्दै। सो आइसक्यो हामी चाहिँ है। मान्छे चाहिँ टन्नै छ तर अलि कन्फिडेन्स चाहिँ छैन। पहिला चाहिँ थियो है। पहिलाको च्यानल हुँदाखेरि चाहिँ जे भयो नि